ल नमस्ते भाइ बहिनीहरू, तपाईँहरूलाई यो भर्ब्सको स्टडीको लेसन 1 है भर्ब स्टडीको लेसन 1मा चाहिँ तपाईँहरूलाई स्वागत छ है त। अब हामीहरू चाहिँ यसमा चाहिँ एदेखि जेडसम्मको वर्डहरू सिक्नेछौँ। तर यो फुलको उसको यो प्लेलिस्टमा चाहिँ के हुनेछ भने भर्बसँग सम्बन्धित वर्डहरू मात्रै हुनेछन्। यहाँ हामीले एदेखि जेडसम्मको वर्डहरू सिक्नेछौँ है त, भर्ब्सहरू सिक्नेछौँ। र भर्बहरू कसरी सिक्नेछौँ भने तपाईँको त्यसको फर्स्ट फर्म यानि कि इन्फिनिटिभ फर्म अथवा बेस फर्म भनौँ अथवा V1 फर्म के हो भनेर सिक्नेछौँ। त्यसको पास्ट फर्म यानि कि V2 फर्म के हो भनेर सिक्नेछौँ। त्यसको पास्ट पार्टिसिपल यानि कि V3 फर्म के हो भनेर सिक्नेछौँ है त। भाइबहिनीहरू, यसरी चाहिँ तपाईँले V1 V2 V3 है त्यसको नेपाली मिनिङ, त्यसको इङ्ग्लिस सेन्टेन्स र त्यसको नेपालीमा त्यसको अर्थ के हो भनेर नेपाली सेन्टेन्स पनि मैले प्रष्ट रूपमा राखिदिएको छु है। तपाईँहरूले सबै एदेखि जेडसम्मको सबै कुराहरू तपाईँको यो 26 वटा लेसन हुनेछ। त्यो मध्ये लेसन फर्स्ट हो यो। तपाईँले 26 वटै भिडियो हेरेपछि एदेखि चाहिँ जेडसम्मको सम्पूर्ण वर्डहरू चाहिँ लगभग चाहिँ बेसिक लेभलमा चाहिने है त्यो भर्बको फर्म्सहरू सिक्नुहुन्छ है त। यसरी चाहिँ तपाईँले चाहिँ के गर्नु होला भने जस्तै ACCEPT अफर यानि कि प्रस्ताव, मैले तिम्रो प्रस्ताव स्वीकार गरेँ भनेको छ। जस्तै अब्जर्भ हैन, प्लान्ट्स अब्जर्भ द वाटर हैन त, बिरुवाले पानी सोच्छ। त्यो अब्जर्भ भनेको के रहेछ भन्ने कुरा चाहिँ यहाँ मजाले चाहिँ क्लियरली भनेको छ। त्यस्तै अबाइड भनेको के रहेछ त, अबाइडेड हैन, अबाइडेड पालना गर्नु रहेछ। यु मस्ट अबाइड बाई द रुल्स भने हैन त, नियमहरूको पालना गर्नुपर्छ तपाईँले है। तपाईँहरूले नियमको पालना गर्नुपर्छ लेखा छ नि त हैन त। अब यहाँ तपाईँले भन्ने शब्द छुट्या रहेछ, तपाईँहरूले चाहिँ यसलाई चाहिँ हिन्ट्सको रूपमा बुझ्नुहोस् है त। ल अब जस्तै अभ्यास भनेको छ है, एग भनेको छ। ल पढ्दै पढ्दै जानुहोस् अनि तपाईँहरूले चाहिँ यो भिडियोलाई पज गर्दै हेर्दै गर्नुहोस् है त। मैले धेरै लामो भिडियो नबनाउने उद्देश्यले यसलाई अब अगाडि बढाउँदै जान्छु है त। हो, यसरी सुरुमा 1 देखि 15सम्मको वर्डहरू एकचोटि याद गर्नुहोस् अनि त्यसपछि 15 देखि 16 देखि 30 सम्मको वर्डहरू फेरि याद गर्नुहोस् है त। अनि यसरी चाहिँ टक्कै सबै एकैचोटि गर्दाखेरि तपाईँहरूलाई याद नहुन सक्छ है। यसको तपाईँको ठ्याक्कै सेन्टेन्स सहित पढ्नु होला है। पज गर्दै कपीमा लेख्दै, फेरि कपीमा लेखेर मात्रै गर्नु होला, नत्र फेरि हुँदैन यो है। कपीमा लेख्दै गर्दै गर्नुहोस् है त। यसलाई टक्क कपीमा लेख्नुहोस् अनि चाहिँ यसो गर्नु होला है। तपाईँहरूले बुझ्नुभयो नि, नत्र फेरि हुँदैन। भोलि म क्लासमा यो कुराहरू सोध्छु नि मैले फेरि है। मैले टक्क हेर्नुहोस् यसलाई चाहिँ टक्क मिलाएर होइन, मेरो पनि मेहनत लागेको नि त यसमा है। तर तपाईँहरूले पनि मेहनत गरेर पढिदिन पऱ्यो फेरि। त्यसपछि तपाईँको र हाम्रो दुइटैको मेहनत मिलेपछि है यो कुराहरू मजाले फ्रुटफुल हुन्छ है त नानी बाबु। टक्क भोलि चाहिँ मैले कतिवटा वर्डहरू सोध्ने भएँ, 55 सकिन्छ नि, 55 वर्डहरू होइन, मजाले सकिन्छ। अनि योभन्दा पछाडि बीसँग रिलेटेड वर्डहरू आउँछन् है। त्यो बीसँग रिलेटेड वर्डहरू पनि यसैको प्लेलिस्टमा पाउनुहुन्छ, अथवा त्यो माथि चाहिँ यो कुनामा रहेको आई बटनमा छ है त। त्यो आई बटनमा छ माथि, त्यो आई बटनमा क्लिक गर्नुहोस् र ल यसरी उ गर्नुहोस्। र यसको चाहिँ अब हाम्रो शीतल एकाडेमीको है त्यो फेसबुक पेजलाई पनि लाइक गर्नुहोस् है। त्यहाँ पनि यी कुराहरू अपडेट भइरहेको हुन्छन्। अनि ट्याक्कै यो हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिहाल्नुहोस् है त। ल थ्याङ्क यू है। मैले चाहिँ टोटलमा यो 55 वटा वर्ड्सहरू भोलि म तपाईँहरूलाई सोध्ने भएँ। यसको सेन्टेन्स पनि बनाउन जान्न पर्यो है। र अरू चाहिँ अब तपाईँहरूले है भाषा कक्षाहरू हामी कहाँ अङ्ग्रेजी भाषा, जर्मन भाषा, कोरियन भाषा, जापानिज भाषामध्ये केही सिक्ने भए पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है। अनि कम्प्युटरमा बेसिक, डिप्लोमा, ग्राफिक्स डिजाइनिङ केही सिक्ने, यीमध्ये चाहिँ के टेलिभिजन केही सिक्ने भए पनि तपाईँहरूले हाम्रो अफिसमा सम्पर्क गर्नुहोला है। अब चाहिँ विभिन्न ट्युसन क्लासहरू, अहिले चाहिँ ट्युसन क्लासहरू जस्तै एकाउन्ट, म्याथ, साइन्स है, अनि इङ्ग्लिस यिनीहरूका ट्युसन क्लासहरू चलिरहेको हुन्छन्। फिजिक्स, केमिस्ट्री, बायोलोजी +2 लेभलका क्लासहरू है। अनि आइएल्स, पिटी गर्ने प्लान छ भने पनि डु भिजिट एट अफिस अफ शीतल एकाडेमी। ल थ्याङ्क यू, सी यू अन next video or next lesson. Okay, thank you. Don't forget to subscribe our channel.